पुरीमा यो बालुवाद्वारा बनेका यी बालुवाहरू छन्, मूर्तिहरू रहेछन्। यो टुरिस्ट एरियाभित्र पर्दो रहेछ। धार्मिक एरिया त जगन्नाथ भगवानको चाहिँ दर्शन हो। यो टुरिस्ट एरियाभित्र यी बालुवाले बनाएका मूर्तिहरू छन्। 30 रुपियाँको टिकट लाग्दो रहेछ। 30 रुपियाँको टिकट काटेर चाहिँ हामी यसको अवलोकन गर्दैछौँ। रमाइलो छ, दृश्य त रमाइलो छ। सबै मान्छेहरू आउँदैछन्। बाग बगैँचा, सुन्दरता आफ्नो ठाउँमा चाहिँ सबै कुराहरू चाहिँ छन्। किङ सबै चाहिँ यहाँका राजाहरूको, यहाँका चाहिँ बलवान शक्ति साधकहरूको मूर्तिहरू चाहिँ बनाएको छ। यहाँ चाहिँ रङ्गीचङ्गी बाग बगैँचाहरू छन्, सुन्दरता छ देख्नलाई। तर पनि अब समय अलिक कम हुनेले यो ठाउँलाई चाहिँ धेरै प्रायोरिटी नदिनु भए पनि हुन्छ जस्तो लाग्छ मेरो दृष्टिकोणमा। अब कलाकृति त उत्कृष्ट छ, कलाका पारखीहरूको लागि त बहुत महत्त्वपूर्ण चाहिँ छ। बाँकीहरू सामान्य मान्छेहरूको लागि चाहिँ त्यस्तो वाउ भनेर चाहिँ एउटा उत्साह निकाल्ने हुन्छ नि, त्यो छैन। यो पर्यटकीय क्षेत्र विकास गर्नलाई र इन्कम आम्दानी, यो जसले बनायो नि त्यसरी बनायो उसको आम्दानीको स्रोत बटुल्नको लागि एउटा चाहिँ ऊ चाहिँ छ, महत्त्वपूर्ण ठाउँको रूपमा चाहिँ बनाएको छ। हामी आफै कलाका पारखी, हामी बालुवामा जन्मेका, बालुवामा हुर्केका, माटोमै जन्मेका, माटोमै हुर्केकाहरूलाई यो सूर्य भगवानको मूर्ति छ। भगवानहरूकै मूर्ति बनाइरहेछ। यो गान्धीजी महाराजजीको चाहिँ मूर्ति छ हैन। यहाँ चाहिँ यसरी यहाँ चाहिँ अप्सराहरूको चाहिँ मूर्ति छ। यहाँ चाहिँ कलाकृति राम्रो छ, ठिक छ। मेन अफ इन्डिया लेखेको छ। अब यी सबै यहाँका पुरीका प्रसिद्ध देवदेवताहरूको चाहिँ मूर्ति छ। यो जगन्नाथ भगवानको चाहिँ मूर्ति छ हैन, सबै छ। दर्शनार्थीहरू आउनु भएको छ प्रशस्त मात्रामा। यी हामी पनि यहाँ छौँ। प्रशस्त मात्रामा चाहिँ दर्शनार्थीहरू, हाम्रा दर्शनार्थी साथीहरू पनि हुनुहुन्छ। त्यो सुन्दर छ, राम्रो छ। अनि हामी पनि अब यही ढङ्गले बिताइरहेछौँ। हजुर, सबै ठिकै छ, उत्साहका साथ हामी कोणार्क लगायतका ठाउँमा घुम्दैछौँ। गाडी रिजर्भ गरेका छौँ, एउटा गाडी। त्यही अनुसार हामी घुम्दैछौँ। हाम्रो यात्रा घुमाइ मनोरम हो।